आइरनको कमीले शरीरमा लाग्न थाल्छ गम्भीर रोग। जान्नुहोस् लक्षणहरू। सास फेर्न गाह्रो हुनु, दिनभरि थकान महसुस हुनु र कमजोर महसुस हुनु, यी लक्षणहरू शरीरमा आइरनको कमीको कारणले देखिने गर्छन्। फलामको कमीले धेरै गम्भीर रोगहरू पनि निम्त्याउन सक्छ। शरीरलाई स्वस्थ राख्न सबै भिटामिन र मिनरल्स आवश्यक हुन्छ। यस्तै एक आवश्यक खनिज फलाम अर्थात् आइरन पनि हो, जसको कमीले शरीर रोगहरूको घर बन्न सक्छ। शरीरमा आइरनको कमी भएमा एनिमियाको शिकार हुन सकिन्छ। जब एनिमिया हुन्छ, शरीरमा पर्याप्त स्वस्थ रातो रक्तकोशिकाहरूको कमी हुन्छ। रातो रक्तकोशिकाहरूले शरीरको तन्तुहरूमा अक्सिजन पुर्याउँछन्। यस्तो अवस्थामा शरीरमा आइरनको कमी हुँदा मानिसलाई धेरै थकान महसुस हुन्छ। फलामको कमीका कारण सास फेर्न गाह्रो हुन्छ। मेयो क्लिनिकमा प्रकाशित प्रतिवेदन अनुसार लामो समयसम्म शरीरमा आइरनको कमी भएमा धेरै रोग लाग्न सक्छ। फलामको कमीले गर्दा हुने एनिमियाले कहिलेकाहीँ गम्भीर अवस्था पनि निम्त्याउन सक्छ। त्यसैले फलामको कमीलाई हल्का रूपमा लिनु हुँदैन। समयमै उपचार नगरेमा यस्ता स्वास्थ्य समस्याहरू पनि आउन सक्छन्। अब कुरा गरौँ आइरनको कमीले कस्ता रोगहरू सिर्जित हुन्छन् त। पहिलो छ मुटुको समस्या। शरीरमा आइरनको कमीले मुटुको धड्कन छिटो वा अनियमित हुन सक्छ। रक्त अल्पता भएका व्यक्तिले रगतमा अक्सिजनको कमीका कारण बढी रगत पम्प गर्नुपर्छ, जसका कारण मुटुको आकार बढ्न सक्छ। कहिलेकाहीँ यो अवस्थामा हृदयघात पनि हुन सक्छ। अर्को छ गर्भावस्थाको समयमा आइरनको कमी भयो भने गम्भीर समस्या निम्त्याउन सक्छ। गर्भवती महिलामा आइरनको कमीले समय अघि नै बच्चा जन्माउन सक्छ। धेरै पटक यसको असर बच्चाको तौलमा पनि देखिएको छ। त्यसैले गर्भावस्थामा महिलाको शरीरमा आइरनको कमी हुनु हुँदैन। गर्भावस्थामा महिलालाई आइरनको कमी भएमा बच्चाको विकासमा समस्या आउन सक्छ। यसैगरी बालबालिकाहरूमा आइरनको कमी भयो भने उनीहरूको विकासमा पनि असर पर्छ। त्यसैले बालबालिकाहरूको आहारमा आइरनयुक्त खानेकुराहरू समावेश गर्नुपर्छ। यसकारण आइरनको कमीबाट बच्न हरियो सागपात, चुकन्दर, रातो मासु, समुद्री खाना, सुक्खा फलहरू, रोटी, पास्ता लगायतका खानेकुराहरू आफ्नो खानामा समावेश गर्नुहोस्। आइरनको कमीबाट बच्न तपाईले आफ्नो आहारमा आइरन र भिटामिन सी युक्त खानेकुराहरू समावेश गर्नुपर्छ। भिटामिन सी ले शरीरमा आइरन अवशोषित गर्न मद्दत गर्छ। त्यसैले आइरनको साथमा भिटामिन सी को पनि सेवन गर्नु जरुरी छ।